टिकट काट्नुभन्दा अगाडि यो 10वटा कुराहरू नहेरिकन पैसा नतिर्नुहोस्। विदेश जाने उत्साहमा हामीले सबैभन्दा छिटो गर्ने गल्ती के हो थाहा छ? सबैभन्दा सस्तो टिकट देखियो, बुक गर्यो, पैसा तिर्यो, अनि त्यसपछि बल्ल नियम पढ्न सुरु गर्छ। ओहो, यो त थाहा नै थिएन यार। क्यान्सल गरौँ, ला चार्ज लाग्छ। मैले 12वटा भन्दा बढी देश घुमेँ र आफ्नो र अरूको अनुभवबाट सिकेको कुराहरू जुन चाहिँ टिकटको प्राइस भन्दा पनि टिकटको रुल चाहिँ धेरै महत्त्वपूर्ण हुँदो रहेछ। सबैभन्दा सस्तो टिकट सधैँ सबैभन्दा राम्रो टिकट हुँदैन। कहिलेकाहीँ 10,000 रुपियाँ सस्तो टिकटले 20,000 रुपियाँको टाउको दुखाइ दिन सक्छ है। कतिपय टिकटमा 15 किलो हुन्छ, कतिपय टिकटमा 20, कतै 25 र कतै 30। बुक गर्नु अगाडि चाहिँ चेक ब्यागेज र क्याबिन ब्यागेजको बारेमा दुवै हेर्नुहोस्, किनकि एयरपोर्ट पुगेपछि एक्सेस ब्यागको पैसा टिकटभन्दा पनि महँगो हुनसक्छ। 2 घन्टाको ट्रान्जिट र 18 घन्टाको ट्रान्जिट दुवै एउटै प्राइसमा पनि हुनसक्छ। तपाईँले भन्नुहोला, मलाई त एयरपोर्ट मनपर्छ, 18 घन्टा त के नै हो र? तर 18 घन्टा भने एयरपोर्टलाई पनि लाग्न सक्छ कि? अब त घर जानुहोस् है भनेर। यो धेरैले छुटाउने कुरा हो। ट्रान्जिट एउटै सिटीमा छ भनेर एउटै एयरपोर्ट हुन्छ भन्ने छैन। कतिपय देशमा त एयरपोर्ट नै चेन्ज गर्नुपर्ने हुनसक्छ। अर्को डेन्जरस शब्द सेल्फ ट्रान्सफर। के हो त यो सेल्फ ट्रान्सफर भनेको? यदि टिकटमा सेल्फ ट्रान्सफर लेखिएको छ भने बिचको फ्लाइटमा लगेज ट्रान्सफर आफैले म्यानेज गर्नुपर्ने हुनसक्छ। त्यसैले यो कुरा राम्रोसँग बुझेर मात्र टिकट लिनुपर्ने हुन्छ। अब जीवन त हो, जीवनमा प्लान चेन्ज हुनसक्छ, कहिलेकाहीँ मिटिङ क्यान्सल हुनसक्छ। यो टिकट रिफन्ड हुन्छ कि हुँदैन, डेट चेन्ज हुन्छ कि हुँदैन, पेनाल्टी कति छ, पहिले बुझ्नुपर्ने हुन्छ है। र अब अर्को ठुलो गल्ती, ट्रान्जिट भिजा। सबै देशको ट्रान्जिट बस्दाखेरि भिजा चाहिँदैन भन्ने हुँदैन। बुक गर्नु अगाडि चाहिँ ट्रान्जिट कन्ट्रीको नियम एकपल्ट पढ्नै पर्छ। सबैभन्दा धेरैले सोध्ने प्रश्न, अनलाइनबाट टिकट काट्ने कि ट्राभल एजेन्सीबाट टिकट काट्ने? मेरो उत्तर, दुवै राम्रो हुनसक्छ, तर क्रस चेक चाहिँ दुवैलाई गर्नुपर्छ है। यदि अनलाइनबाट टिकट काट्दै हुनुहुन्छ भने तपाईँले प्राइस मात्र होइन, डिटेल्स पनि पढ्नुहुन्छ। यदि ट्राभल एजेन्सीबाट टिकट लिँदै हुनुहुन्छ भने प्रश्नहरू चाहिँ सोध्न नहिचकिचाउनुहोस्। फर इक्जाम्पल, चेक इन ब्याग कति केजी, केबिन ब्याग कति, ट्रान्जिट कति टाइम, रिफन्ड हुन्छ कि हुँदैन, डेट चेन्ज गर्न मिल्छ कि मिल्दैन, सेल्फ ट्रान्सफर छ कि छैन, एयरपोर्ट चेन्ज छ कि छैन। अब एजेन्टले सोध्ला, अरू कोही क्वेसन छ कि? कस्टमर भएपछि तपाईँले अहिलेको लागि यति भनिदिनुहोस् है। बुक गर्नु अगाडि चाहिँ पासपोर्ट, आफ्नै पासपोर्ट पनि हेर्नुपर्छ है। कहिलेकाहीँ पासपोर्टको नाम होइन र टिकटमा दिएको नाम मिस्टेक हुनसक्छ। कहिलेकाहीँ डेट अफ बर्थ नमिलेको हुनसक्छ, पासपोर्ट नम्बरै नमिले पनि हुनसक्छ। एक्सपायरी डेट कहिलेकाहीँ 6 महिना पुग्नुपर्ने ठाउँमा त्यो डेट एकदम क्लोज बाई आइसकेको हुन्छ र एकदम इमिग्रेसनबाट प्रेसर हुनसक्छ। पेमेन्ट गर्नु अगाडि एकपल्ट फेरि सबै कुरा पढ्नुपर्छ है। सेल्फ चेकलिस्ट चाहिँ गर्छु। कुनै पनि पेमेन्ट बटन दाब्नु अगाडि अनलाइनमा 30 सेकेन्ड जस्तो चाहिँ सेल्फ इभ्यालुएसन गर्न टाइम राखेको हुन्छ। सबै कुरा एकचोटि फेरि पढ्छु। त्यो 30 सेकेन्डले चाहिँ धेरै पटक मलाई हजारौँ रुपियाँ जोगाइरहेको हुन्छ। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने एपिसोड 1 प्याकिङ ह्याक्स पनि हेरिदिनु होला र त्यसमा प्र्याक्टिकल वेमा चाहिँ कसरी प्याक गर्ने भनेर मैले आफ्नो एक्सपिरियन्स सेयर गरेको छु। आजको लागि यति नै। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईँलाई यो बाहेक अरू कुनै ट्राभल टिप्सहरू तपाईँलाई थाहा छ, मैले छुटाएँ भने चाहिँ कमेन्टमा लेखिदिन नभुल्नु होला। त्यसै गरी आजलाई बिदा हुँदैछु। अनन्य पौडेल साइनिङ अफ। धन्यवाद।